यं वर्मा बडुरेन्द्र रुद्रमरुत स्तुन्नवै दिव्यैस्तवै वीरदै साङ्गपदक्रमोपनिषदै गायन्ति सामगाः ध्यानावस्थितगते मनसा पश्यन्ति योगिनो यस्यन्त न विदुषुरा सुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितलपभु शुक्लाम्बरमल्लिका मालालङ्कृता कुण्डला प्रबिलसन्मुक्तावलीयशोभिता सर्वज्ञाननिदानपुस्तकाधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्या माता चिरं। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमः वन्दे परमानन्दशङ्करं। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादात् वक्ष्यामि महादेवकथामिमां। नारायण नमस्कृत्य नर चैव नमोत्तरं देवी सरस्वती व्यास ततो जयमुदीरयेत्। साष्टाङ्ग नमन कृत्वा श्रीस्वस्थानि परमेश्वरे कथासुधोपमा देव्या श्रुत्वाभीष्टफललभेत। ओं श्रीस्वस्थानि परमेश्वरे नमो नमः। पुष्पाञ्जलि समर्पयामि। तृतीय अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि, त्यो पनि बताउँछु एक चित्त भई सुन। अष्ट प्रजापति नाम गरेका 8 जना प्रजापति थिए। तिनीहरूमध्ये दक्ष प्रजापति भन्ने अत्यन्त प्रतापी राजा थिए। उनकी बिरणी नाम गरेकी स्त्री थिइन्। ब्रह्माजीको आग्रहले दक्ष प्रजापतिले कठोर तपस्या गरे, जसबाट आदिशक्ति महामाया दुर्गादेवी प्रसन्न हुनुभई तिनै दक्ष प्रजापतिको घरमा पुत्री भएर जन्मने वरदान दिनुभयो। त्यसको केही समयपछि बिरणी गर्भिणी भई मास पूर्ण भयो र भगवती दुर्गा स्वयं पुत्री भएर दक्षको घरमा जन्म लिनुभयो। कस्ती पुत्री भने 1000 सूर्यका तेज जस्तो तेज भएकी, 32 लक्षणले युक्त पद्मपत्र जस्तो नेत्र भएकी, रक्तवर्ण अरुणोदय भए जस्ती परम सुन्दरी पुत्री जन्मेको देखि दक्ष प्रजापतिले मनमा आनन्द लिई आफ्ना पुरोहित गुरु वशिष्ठ आदि ऋषिहरू र ज्योतिषहरूलाई बोलाएर विधिपूर्वक न्वारण गराए। वशिष्ठ आदि ज्योतिष ऋषिहरूले ज्योतिषशास्त्रको विचार गरी ती बालिकाको नाम सतीदेवी राखे र यिनी तिनै लोकमा प्रख्यात हुनेछिन् भने। दक्ष प्रजापतिले पनि ऋषिहरूलाई श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराएर बिदा दिए। यसपछि ऋषिहरू आफ्ना आश्रममा गए। हे अगस्त्य मुनि, यो कुरा वर्णन गर्न साध्य छैन, त्यसैले तिमीलाई संक्षेपमा मात्र बताउँछु। यस्तै तरहले सतीदेवीको जन्म भएपछि दक्ष प्रजापतिकी स्त्री बिरणीका गर्भदेखि 33 कोटी कन्याले जन्म लिए र 33 कोटी कन्यालाई दक्ष प्रजापति र बिरणीले यथाशक्य पालन पोषण गरी हुर्काए बढाए। अगस्त्य मुनि सोद्धछन्, हे कुमारजी, दक्ष प्रजापतिका 33 कोटी कन्या देवताहरूको विवाह कस्तो तरहले भयो त्यो पनि आज्ञा होस्। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। स्वर्गका सम्पूर्ण देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, अष्टवसु, 10 दिक्पाल आदि बसी सभा बसे। हामीहरूका स्त्री छैनन्, दक्ष प्रजापतिका 33 कोटी कन्या विवाह गरौँ। कन्या माग्न दक्ष प्रजापति कहाँ कसलाई पठाउँ भनी छलफल गरे। त्यसपछि नारद मुनिलाई बोलाएर भने, तपाईँ दक्ष प्रजापति कहाँ गई उनका कन्याहरू हामीलाई दिन्छन् कि मागी आउनुहोस्। देवताहरूको वचन सुनि नारद मुनि हवस् भनी दक्ष प्रजापतिका घर गए। दक्ष प्रजापतिले नारद आएको देखि भेटी चढाएर शिष्टाचार गर्दै आसनमा बसाए। त्यसपछि दक्ष प्रजापतिले सोधे, हे नारद मुनि, हजुर के कति कामले मेरो घरमा पाल्नुभयो? नारद मुनिले आफूलाई देवताहरूले पठाएको कुरा वृत्तान्त वर्णन गरे। नारद भन्छन्, तिम्रा 33 कोटी कन्या 33 कोटी देवतालाई देऊ। नारद मुनिले भनेको सुनि दक्ष प्रजापति खुसी भई भन्न लागे, हे नारद मुनि, राम्रो कुरा गर्नुभयो, म धन्य रहेछु। तपाईँका यस अमृत रूपी वचनले मेरा 33 कोटी कन्या देवताहरूलाई कन्यादान दिएँ। मेरी सबैभन्दा जेठी छोरी सतीदेवी चाहिँ दिने छैन, किनभने मेरा पुत्र छैनन्। सम्पत्तिको रक्षा कसले गरिदेला? अरू 33 कोटी कन्या देवताहरू जहिले भन्लान्, तपाईँ जसलाई दिनु भन्नुहोला त्यसलाई दिउँला। अब तपाईँ देवताहरू कहाँ गई विवाहको तिथि ठहराई पठाउनुहोस्। यस तरहले दक्षले नारदलाई नाना उपचारले पूजा गरे। विवाहको प्रस्ताव दक्ष प्रजापतिले स्वीकारेपछि नारद मुनिले म जान्छु भनी दक्ष प्रजापतिसँग बिदा मागी स्वर्ग गए। देवताहरूका माझ पुगी दक्ष प्रजापतिसित भएका कुरा वृत्तान्त वर्णन गर्दै सतीदेवी बाहेक दक्ष प्रजापतिका अन्य 33 कोटी कन्याहरू 33 कोटी देवतालाई दिएको बताए। नारदले भने, हे देवता हो, अब विवाहको दिन ठहराई दक्षको घरमा जानुहोस्। नारद मुनिले यस्तो कुरा भनेको सुनि देवताहरू खुसी भई धन्य धन्य नारद मुनि भनी विवाहको सरसामग्री तयार गरी
दक्ष प्रजापतिको घर गए। दक्ष प्रजापतिले देवताहरू आएको देखि मनमा आनन्द लिँदै नाना मङ्गल यात्रा गरी आफ्ना मर्यादाले सतीदेवीबाई 33 कोटी कन्या 33 कोटी देवतालाई कन्यादान गरिदिए। त्यसपछि देवताहरूले कन्यादान पाई आफ्ना पत्नी लिएर आफ्ना आश्रममा गए। यो वृत्तान्त कैलाश पर्वतमा रहनुभएका श्री महादेवले चाल पाउनुभयो। शिवजीले विचार गर्नुभयो, यी देवताहरूले मलाई एक वचन पनि नसोधी मलाई वास्ता नगरी आफूले मात्र कन्यादान लिएछन्। कैलाशको अधिपति म हुँ र मेरा स्त्री पनि छैनन्, अब मलाई कन्या कसले देला? यस प्रकारले ध्यान दृष्टिले विचार गरी हेर्दा दक्ष प्रजापतिका 33 कोटी कन्या मध्येमा सबैभन्दा जेठी सतीदेवी बाँकी रहेछन्। देवताहरूले मेरो मर्यादा राखेका रहेछन्। अब ती कन्या माग्न दक्ष प्रजापति कहाँ कसलाई पठाउँ कि म आफै जाउँ भनी विचार गरी आफै जानुभयो। जब महादेव दक्ष प्रजापतिको घर छेउमा पुग्नुभयो तब महादेव आएको टाढैबाट देखि दक्ष प्रजापतिले भन्न लागे, हे प्रिय, त्यो आएको महादेव हो, के भन्न आएछ? यसरी बिराडीसित दक्षले भने। महादेव दक्षको घरमा पुगी बोलाउँदा दक्ष प्रजापतिले झ्यालबाट भने, माथि आऊ। जब महादेव दक्षको घरमै पुग्नुभयो त्यसपछि दक्षले अपमानजनक शब्द उच्चारण गर्दै श्री महादेवलाई भन्न लागे, त मेरा घरमा के कामले आइस? यसरी हेला गर्दै शिवजीसँग दक्षले प्रश्न गर्दा महादेव आज्ञा गर्नुहुन्छ, हे दक्ष प्रजापति, मैले तिम्रो घरमा आउनुपर्ने अरू काम केही थिएन। तिमीले कृपा गर्नाले 33 कोटी देवताहरूले कन्यादान पाई उद्धार भए। सतीदेवी बाँकी रहेकी छन्, योग्य पनि छु, ती कन्या मलाई कृपा गर। यति महादेवको आज्ञा गरेको सुनि दक्ष प्रजापतिले क्रोधले भने, हे पापिष्ट महादेव, मेरी कन्या सतीदेवी तेरा लागि योग्य कसरी होली? त कस्तो भने मसानको खरानी दसी सर्पको गहना लगाई बाघको छाला ओढी हिँड्ने, मसानमा बास गर्ने, विष भाङ धतुरो खाने, दिगम्बर देख्दामा पनि नराम्रो। तैँले मेरो अगाडि आई यस्ता कुरा गरिस्, जा मेरो घरमा नबस भनी पाखुरामा समाति उठाए। महादेवले यस्तो तरहसँग दक्ष प्रजापतिले आफूलाई निन्दा गरी क्षुद्र वचन गरेको सुनि बहुत मन दुखाई बाहिर आई मनमा विचार गर्नुभयो, नदिने भए दिन्न भने होइजान्थ्यो, त्यस्तो निन्दा गर्नु पर्दैनथ्यो। अब कता जाउँ, ती कन्या मलाई कसले पारिदेला भनी चिन्ता गरी विचार गर्नुभयो। यसपछि विष्णुलाई सम्झनुभयो। श्री महादेवले सम्झने बित्तिकै भगवान विष्णु सतर्क हुनुभयो। त्यसपछि श्री महादेव विष्णु भगवान भएको स्थानमा जानुभयो। श्री महादेव आएको देखि भगवान विष्णुले झट्ट उठी आधार गरी बिछ्याउनमा बसाएर आज्ञा गर्नुभयो, हे ईश्वर, के कामले आज मेरो घरमा परिश्रम गर्नुभयो? श्री महादेवले आफूले सतीदेवी माग्न जाँदा दक्ष प्रजापतिले नाना तरहले निन्दा गरेको विष्णुसँग बताउनुभयो। साथै दक्षले गाली गरी पाखुरामा समातेर लखेटेको प्रसङ्ग पनि सुनाउनुभयो। महादेवबाट यस्तो आज्ञा भएको सुनि विष्णुले भन्नुभयो, हे ईश्वर, यो काम म पार लाउँला, चिन्ता नगरी बक्सियोस्। म दक्ष प्रजापति कहाँ जान्छु, बरु म नआउन्जेल हजुर यहीँ राज गर्नुहोला। यसरी भगवान विष्णुले महादेवलाई पर्खाई आफू दक्ष प्रजापतिको घर जानुभयो। दक्ष प्रजापतिले विष्णु आएको देखि विष्णुलाई प्रणाम गरी त्यसपछि दक्षले विष्णुलाई माथि लगी आधार गरी बिछ्याउनमा बसाली भन्न लागे, हे विष्णु, आज मेरो घरमालाई किन पवित्र गर्नुभयो? दक्षको प्रश्न सुनेर भगवान श्री विष्णु आज्ञा गर्नुहुन्छ, हे दक्ष प्रजापति, केही माग्न भनी आएको छु, दिने भए माग्छु, नदिने भए के मागौँ? दक्ष प्रजापतिले विष्णुका कुरा सुनेर दिन्छु भन्ने वाचा गरे। त्यसपछि श्री विष्णु आज्ञा गर्नुहुन्छ, हे दक्ष प्रजापति, वैकुण्ठको अधिपति भएर पनि मलाई मन पर्ने स्त्री नभएकी हुँदा तिम्री पुत्री सतीदेवी मलाई कन्यादान गर, किनभने तिमीले कृपा गर्नाले 33 कोटी देवताहरूले तिम्रा 33 कोटी कन्याहरू पाई उद्धार भए। अब सतीदेवी बाँकी रहेकी छिन्, ती कन्या मलाई कृपा गर। यति श्री विष्णुले आज्ञा गरेको सुनि दक्ष प्रजापतिले मनमा विषाद गरी भने, हे विष्णु, मेरा पुत्र छैनन्, सम्पत्तिको रक्षा गर्न राखेकी यो पुत्री हो, दिने त थिइनँ, के गरौँ? मैले बाचामा हारेर दिनु पर्यो। ती कन्या तपाईँकी भइन्, सुदिन ठहराई कन्यादान लिनुहोस्। यति दक्ष प्रजापतिले भनेको सुनि श्री विष्णु हर्षित भई वैकुण्ठ जानुभयो। विष्णु आएको श्री महादेवले देखि आज्ञा गर्नुभयो, हे विष्णु, तपाईँ गएको काम के भयो? यसरी श्री महादेवले आज्ञा हुँदा श्री विष्णु बिन्ती गर्नुहुन्छ, हे ईश्वर, म गएको काम भने जस्तै भयो, तर ती कन्या मलाई पनि मागी आए। विवाहको दिनमा तपाईँले एउटा वृद्ध सन्यासीको रूप लिई कन्यादान दिने ठाउँमा आई भिक्षा माग्नु, त्यसपछि त्यहाँ भन्नु कि मलाई भिक्षा नदिई कन्यादान दिए पनि श्राप गरौँला। त्यसपछि यहाँ म बनौला, हे सन्यासी, मेरो कन्यादानको बेला बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिउँला, श्राप नगर, बरु यहाँ आई बस। त्यसपछि म बसेको ठाउँमा बसाली राखौँला। र दक्ष प्रजापतिले कन्यादान दिँदा उसको आँखा छली, सतीदेवी तपाईँको हातमा पारिदिउँला।
यस बेला आउनुहोला भनी दक्ष प्रजापतिसित भएका कुराको वृत्तान्त गर्नुभयो। विष्णुको वचन सुने महादेव हर्षित भई कैलाश पर्वतमा जानुभयो। इति श्री स्कन्द महापुराणे महेश्वर खण्डान्तर्गत केदारखण्डे माघ महात्म्ये कुमारागस्त्य संवादे श्री स्वस्तानी परमेश्वरे व्रतकथाय दक्षकन्यार्थ वर्णन नाम 3य अध्याय।